इभिनिङ चाहिँ 22 तारिक 11 महिना 2025 हामी कालेबुङबाट यात्रा स्टार्ट भइसकेको छ। अहिले चाहिँ फिलहाल सिलगढी जाँदैछौँ बेलुकाको बसमा। एक्चुअली भोलि चाहिँ मेरो म्याराथन छ सिलगढीमा, अनि त्यही भएर चाहिँ जाँदैछौँ। हेलो। अनि अहिले चाहिँ हामी यहाँ 9 माइल भर्खर स्टार्ट भएको यात्रा चाहिँ। हेलो हेलो यहाँ सिलगढीबाट हिँडिसकेको छ। यहाँ पछाडि चाहिँ तोकियो पनि छ, तोकिएर म चाहिँ जाँदैछु। तोकिएको चाहिँ इक्जाम छ अरे, अनि मेरो चाहिँ भोलि म्याराथन छ। अनि 10 किलोमिटर जाँदैछु। चाहिँ यहाँबाट लास्ट बस रहेछ 5 बजीको कालेबुङदेखि सिलगढी जाने, अनि त्यसमा चढेर हामी चाहिँ हिँडिसकेका छौँ कालेबुङबाट। अनि अब तपाईँलाई बेला बेला म बाटोको अपडेट दिने नै छु। अनि बस कति बजी पुग्ने रहेछ त्यो पनि जानकारी दिनेछु। यहाँ कालेबुङबाट चाहिँ 5 बजी हुने काम, यहाँबाट हिँडिसकेको छु। कति बजी पुग्छ सिलगढी तपाईँलाई जानकारी गराउनु। पछाडि चाहिँ फेरि पछाडि चाहिँ तोक्छ। हाम्रो खासमा सिट चाहिँ 17 र 18 थियो, तर त्यहाँ चाहिँ टायरकै माथि पर्दो रहेछ, अनि सिट चेन्ज गरी मागेर चाहिँ अहिले म 2 नम्बरमा छु, अनि तोक्यो 6 नम्बरमा छ। यहाँबाट चाहिँ हामी हिँडिसकेको जाँदैछौँ। बाँकी अपडेट तपाईँलाई दिनेछौँ। सिलगढी जाँदैछौँ हामी। अहिले चाहिँ 27 माइलमा पुग्यो। मेरो छ अहिले चाहिँ कति टाइम भयो? टाइम भएछ 7:05। हामी चाहिँ यहाँ रेलगेट पुगेका छौँ। अनि रेलगेटमा चाहिँ गाडी बसिरहेछ। माथिबाट 5 बजी निको, यहाँ 7:05 चाहिँ हामी आइपुगेछ। छिटो आयो, बाटोहरू जाम थिएन हो, क्लियरै थियो, त्यो भएर छिटै भयो। चाहिँ गाडीमा बसिरहेछ। मन्दिर छ बसिरहेको छौँ। ट्रेन क्रस भयो, अब सायद गेट खोलिन्छ होला। ट्रेन क्रस भयो, अब चाहिँ खोलिन्छ होला गेट। यहाँ चाहिँ तोक्यो चाहिँ ऊ चाहिँ मसँगै आएको। अहिले चाहिँ हामी सिलगढी आइपुग्यौँ। तोक्यो यहाँ अगाडि छ। हामी यहाँ अब तारा सर्कम जाँदैछौँ। हामी 8 बस्नु लागेछ टाइम चाहिँ। माथिबाट हामी 2जना 5 बजीको बसमा हिँडेको। अहिले यहाँ आइपुग्दा 8 बज्न आँटेछ। हामी जाँदैछ हामी तारा सर्कममा। तारा सरले अब के पकाएर चाहिँ पर्खिरहेछ हेर्नेछौँ हामी गएर त्यहाँ। यो चाहिँ आइटिआई मोड हो। यहाँबाट चाहिँ भित्र बसिरहेको छौँ हामी। अनि अब चाहिँ यहाँ चाहिँ हाम्रो सरको क्वार्टर हो। त्यो सरको क्वार्टर हो। तोकिएछ मसँग। तोकिएको त फर्स्ट टाइम हो। म त आइबसेको यहाँ। तोकिएको चाहिँ फर्स्ट टाइम हो। तोकिएको चाहिँ फर्स्ट टाइम हो यहाँ। म चाहिँ आइबसेको है। यहाँ नि ठुलो कम्पाउन्ड छ नि हो। गेटहरू यस्तो छ। फेरि यहाँनिर उयो छ पुरा यो गाडीहरू राख्नु क्या। उयो माथिको रुम हो सरको। माथिको चाहिँ तारा सरको रुम है। तारा सरको रुम माथिको 3rd फ्लोरको लाइट बलिरहेको रुम चाहिँ तारा सरको। आज उसले मर्निङ ड्युटी गरेर बसेको, हामीहरू आउँदैछ भनेर कि। यो चाहिँ तारा सरको क्वार्टर है। चाहिँ फिलहाल जाँदैछौँ तारा सरकोमा। तारा सरको रिएक्सन हेरौँ के हुँदो रहेछ। सरले के पकाएर इलिस माछा पकाउनु भनेको थियो, पकायो कि पकायो कि इलिस माछा। तारा सर, तारा सर, ओपन द डोर। फिलहाल चाहिँ म यहाँ तारा सरको आइसकेको छु। यो चाहिँ तारा सरको रुम हो, क्वार्टर। यहाँ तारा सरको रुम छ।
हो यहाँ गेस्ट रुम यहाँ फेरि साङ्दा हुन्छ पल्लोपट्टि रुमको अनि यहाँ पनि अर्को रुम छ यो पनि गेस्ट रुम हो तारा सरको हत्ता चाहिँ खाली हुँदैन यो बाटो चाहिँ एकजना चाहिएको छैन यहाँ चाहिँ पकाउँदैछु कि आइटम दामी आइटम छ यहाँदेखि पर्क त्यो कालिम्पोङबाट ल्याएर कालिम्पोङको पर्क चाहिँ सिलगढीमा पाउँछ सायद किन म चाहिँ पकाउँदैछु अनि मेरो भोलिको लागि यहाँ टी सर्ट पनि आइसकेको छ टी सर्ट गयो भोलि चाहिँ मेरो कुद्ने भोलि रनिङ गयो नम्बर पनि आइसकेको छ युथ रन 23 नोभेम्बर 2025 10,140 नम्बर टी सर्ट छ यो नम्बर टी सर्ट लगाएर भोलि कुद्नुपर्छ 10 किलोमिटर चाहिँ हुँदैन छ टी सर्ट पनि आइसकेको छ युथ रन सिलगढी भनेर आइसकेको छ टी सर्ट पनि सूर्य चाहिँ आइपुग्यो मेरो साथी यहाँ तँ के सब्जी के ल्यायो यहाँ चाहिँ यहाँ घरको मालिक चाहिँ खास यहाँ हो मेरो भ्लग बनिँदैछ है भ्लग यहाँ मेरो भोलिको लागि टी सर्ट रेडी हुँदैछ अब्बाई केही नजाने यति खिच्न त सानै छु अस्ति फर्स्ट टाइम कुदेछ उहीँ फिन्छ छ मेरो भोलिको मेरो रनिङको पर इन्सपायर भन्ने रहेछ नि यहाँ चाहिँ पाक्दैछ है पर्क पाक्दैछ पर्क यसो कि हाम्रो यहाँ डिनर सब्जी माछा निम्बु दाल यहाँ चाहिँ भन्नु नहुने कुरा छ हो अचार हो त्यो चाहिँ भात गिलो छैन हौ मैले मजाले यसरी नि बनाएको उयो खालकै नरम खालकै बनाएको तारा सरी चपाउनु सक्दैन नि त यो चाहिँ रेडी भयो रेडी 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 यो मासु मासु पस्किनु ए मासु पस्किनु ने मासु पस्किनु यो ल त्यही त के भन्नु भन्नुहुन्छ नि ल अब खानु ल डिनर रेडी भयो यहाँ छ अब यहाँ बिचारा खाना बनाइराखिदियो अब यहाँ जान्छ घर हो खाना खाइसकेर तोप्के छ साह्रो सर्छ मलाई कम्ती नै हालिदियो भरे कुद्नु सक्दिनँ फेरि भोलि साह्रो पर्छ ए हाम्रो चाहिँ यस्तो छ न्यु इयरमा यहाँ अरे सबैजनालाई इन्भाइट छ है न्यु इयरमा सबैजनालाई यो चाहिँ फेरि चोचे हो चोचे यो चाहिँ फिस यो चाहिँ सब्जी साँच्चै दामी भयो है साँच्चै दामी नेहालाई थ्याङ्क यू सो मच दामी डिनरको लागि यो दाल पकाउने तारा सर यहाँ आलु र कोपी पकाउने नेहा अन्त अचार बनाउने नेहा यहाँ तोपके काट्ने कटिङको आलु कोपीहरू काट्ने यहाँ सुँगुरको मासु पर्क बनाउने म स्वयं साइमन लेप्चा यहाँ भात पकाउने स्वयं साइमन लेप्चा यहाँ तारा सरको डिक्स छ यहाँ आइटम माछा यहाँ अचार यो के को अरे नाकिमाको अचार अन्त उयो पर मुला र मटरको अचार दामी यहाँ नेहाले चाहिँ मिठो भएर हात चार्दैछ अहिले ल एन्डिङमा मेरो चाहिँ कम्प्लिट भयो मैले बेसी थपिनँ 3 थाल मात्रै खाएँ 3 थाल मात्रै थपेर खाएँ हो दामी भयो मैले पनि हात चाटी खाइदिएँ ल दामी बिचरा नेहा यता सिलगढीमै बसन्त साथी हो पहिलादेखिको अन्त यहाँ आएर आज चाहिँ यहाँ हामीलाई डिनर मजाले बनाइदियो हो मिठो भयो कोपी र आलुको सब्जी चाहिँ साँच्चै नै मासु भन्दा पनि दामी भइसक्यो आज यति साह्रो मिठो टेस्टी तपाईँलाई कस्तो लाग्यो तपाईँ वाट एबाउट डिनर टुडे दुई भाइको यात्रा राम्रै भयो कालिम्पोङबाट सिलगढीसम्म आयो सिलगढीमा आएर भात खुवाइ भयो अब भोलि चाहिँ बिचारा भाइको तोकिएको इक्जाम छ मेरो चाहिँ रनिङ छ हो 3 थाल खाएको छु हो भोलि चाहिँ उठ्नु सक्छु कि सक्दिनँ टेन्सन लाग्यो
यहाँ घर मालिक चाहिँ यहाँ तारा छेत्री, मिस्टर तारा छेत्री। हि इज फ्रम कालिम्पोङ लाइमेन्टमेल। हेलो, गुड मर्निङ। अहिले चाहिँ म्याराथन बिहान कुदेर सिलगढीबाट फर्किँदैछु, सेवकमा छु। अनि यहाँ चाहिँ मेरो दिदीले ड्राइभ गर्नुहुँदैछ सेवकको तेर्सोमा। दिदी एक हप्तामा चाहिँ यहाँ सिलगढी लिएर आउनु भएको दिदीले गाडी। अनि म चाहिँ यहाँ साइडमा छु, म चाहिँ अपरेटर। यहाँ दिदीलाई यो ग्यार लाउनु त्यसले ग्यार लाउनु भन्नु मात्रै हो। दिदीले कुदाउनु चाहिँ यहाँ हामी सेवकमा फर्किँदैछ अहिले चाहिँ। अनि पछाडि चाहिँ तोपके छ, उसको चाहिँ इक्जाम सकेर हामीसँग फर्किँदैछ। निन्द्रै लागेन भन्दैछ तोपकेलाई। ल सुत तोपी। हामी फर्किँदैछ अहिले ल सेवकमा छ। अब चाहिँ हामी टिस्टा पुल आइपुग्यो। टिस्टा पुल कन्टिन्यू ड्राइभिङ छ नानाको। टिस्टा पुल आइपुग्यो। यहाँ चाहिँ सब्जीहरू पाउने दोकानहरू छ। चाहिँ ठुलो टर्निङ लिएर हिँड्नु न। टिस्टा पुलमा आइपुगेँ हामी। टिस्टा पुलमा बिस्तारै यो माथिको चाहिँ टनल ट्रेनको है, ट्रेन आउनेवाला छ कालेबुङमा पनि। गान्तोक जानेवाला छ ट्रेन कालेबुङ भएर। पर्फेक्ट भयो नाना पनि अब सिलगढीबाट यहाँ टिस्टा पुल आइपुग्यो गाडी लिएर। अर्को चाहिँ पछाडि डरले सुत्नु सकेन। आज सधैँ सुतेर आउने मान्छे आज सुत्नै सकेन। अनि डरले नसुत्नु नसकेको त के हो? निन्द्रा नलागेको फास्टमा मात्रै निन्द्रा लागेको छ। निन्द्रा लागेन अरे, फास्टमा मात्रै निन्द्रा लाग्छ। आज अलिक ड्राइभिङ स्लो भएर निन्द्रा लागेन अरे। हाम्रो नानाको यहाँ बिस्तारै ड्राइभिङ छ, स्मुथ ड्राइभिङ छ यहाँ नानाको। टिस्टा पुल काट्यो। अब चाहिँ हामी यहाँ कालिम्पोङको 7 माइल पनि कट्यो। कालिम्पोङ पस्नु अरे, कालिम्पोङ बजार। यहाँ दिदी नै हुनुहुन्छ, हामीलाई सुरक्षित ल्याइ पुऱ्याइदिनु भयो। दिदीलाई धेरै धेरै धन्यवाद। मेरो साथी चाहिँ सुत्नु सकेन पछाडिपट्टि, ढिलो कुद्यो भनेर चाहिँ सुत्नु सकेन अरे। भेडाले गर्नुभएको छ। अब चाहिँ हाम्रो मेला ग्राउन्डको माथि एन्ट्री भयो। स्ट्यान्ड ट्याक्सी स्ट्यान्ड, कालिम्पोङको ट्याक्सी स्ट्यान्ड एन्ट्री हुन आँट्यो। अहिले पनि हाम्रो दिदीले ड्राइभ गर्नुहुँदैछ। जाउँ पर स्ट्यान्डमा राख्नु। तलबाट जाउँ न, तलबाट जाउँ। खाली हुन्छ आज सहायताबाट। इन्डिकेटर दिनु। आइपुग्यो ट्याक्सी स्ट्यान्ड। अलिक यता सेप्नु दि गाडी, यतै सेप्नु गाडी, यतै सेप्नु, अझै सेप्नु, अझै सेप्नु दि, यतै सेप्नु। अब पट्टि काट्नु। आइपुगेँ हामी ट्याक्सी स्ट्यान्ड।